फ्र्याक्चर भएको छ भने फ्र्याक्चर कम गराउनु हो हैन स्थिर बनाएर राख्नु हो हैन त्यस्तै अवस्थाको बिरामीलाई चाहिँ हामीले त्यही अवस्थामा भयो घाइते बिरामीको अवस्थामा सुधार ल्याउने भनेको काम अर्को भनेको घाइते बिरामीलाई आश्वासन दिने है केही हुँदैन है नानी नडरा है केही हुँदैन ठिक हुन्छ रगत आएको रहेछ हामीले ढिला पार्यौँ अब म रगत बोकिदिन्छु अथवा घाँट भाँचिएको रहेछ चिन्ता नगर्नु है म स्ट्रिम गएछु काम गएछु भनेर भन्नु पऱ्यो आश्वासन दिने म सामान्य परामर्श पनि के गर्नु पऱ्यो दिनु पऱ्यो नगरेको काम गरेको ओके हामीले विशेष गरी घाइतेको जाँच कसरी गर्ने भन्ने बारेमा हामी सिक्छौँ है त त्यसको लागि चाहिँ म एकजना घाइते बनाउनु पर्छ ल अब घाइते ओके अब सुरुमा के गर्ने भन्दा परिचय लिएर अनुमति लिने कुरा गरेको थियौँ भने हामीले घाइते देखिसकेपछि अब हामीले सुरुमा के गर्छौँ भिडभाडलाई कन्ट्रोल गर्ने भनेको थियौँ है अलि उता जानुहोस् त यहाँ हावा छिर्नु पऱ्यो अलि उता जानुहोस् त बहिनीहरू अलिक जानुहोस् त हावा आउनु पऱ्यो अनि हामी के गर्ने वरिपरि घुमिने केही चिजहरू जस्तै मानव बाबुको चाहिँ यहाँ जुत्ता थियो अथवा करेन्ट थियो भने यो के गर्नु पऱ्यो हटाइदिनु पऱ्यो यो हटाइदिनु पऱ्यो होइन छ भने के गर्नु पऱ्यो यो हटाइदिनु पऱ्यो अब करेन्ट थियो भने करेन्ट हटाउनु पऱ्यो स्विच चाहिँ के गर्नु पऱ्यो अफ गर्नु पऱ्यो मोटरसाइकल छ भने मोटरसाइकल के गर्नु पऱ्यो हटाउनु पऱ्यो त्यसपछि अब हामीले उसको चाहिँ जाँच गर्नलाई के भनेका थियौँ बोलाउने झलझगाउन थपडी बजाउने कुरा गरेका थियौँ होइन चरण गरेका थियौँ हामीले अनुमति लिएर के गर्नुपर्छ सुरुमा नमस्कार मेरो नाम चाहिँ नवराज भण्डारी म प्राथमिक उपचारक यो भाइलाई के भएको छ के म सहयोग गर्न सक्छु भन्नु पऱ्यो अनुमति लिनु पऱ्यो त्यही अनुमति दिइसकेपछि अनि हामीले सुरुमा मानौँ तपाईँको साथी एक्कासीमै पछाडिएको देख्नु भने के गर्नुहुन्छ तपाईँको साथी यत्तिकै पछाडिको देख्नुभयो भने के गर्छौँ हामी नर्मल्ली बोलाउँछौँ होइन त्यसमा नै बोलाउने भाइ ए भाइ हामी के गर्ने तिनपटक बोलाउने हो तिनपटक बोलाउँदा पनि उठेन अब कतिलाई छोइदिएर चाहिँ उठ्छ कि भनेर हामीले के झगडा तर हामी यसरी अनावश्यक यहाँ हलाउनु भएन हामीले यहाँ सिस्टमले के गर्नु पऱ्यो फोनमा 3 चोटि गर्ने यति गर्दा पनि उठिएमा आएन होसमा आएन उसले कुनै प्रतिक्रिया जनाएन आँखा चिमचिम पनि गर्दैन कान फरफर पनि गर्दैन होइन मुख च्याप्च्या पनि गर्दैन भने त्यो साथी बिहोस छ कि छैन भनेर चाहिँ अब जान पर्यो त्यसको लागि के गर्नु पऱ्यो ल है बहिनी म थप उपचार गर्छु तपाईँले एम्बुलेन्स बोलाइदिनु अथवा तललाई कान्छीको ट्याक्सी छ बोलाउनुहोस् है गएर खबरहरू आइरहनु जान्छ भनेर पठाउनु पऱ्यो जे छ सुविधा त्यही गर्नु पर्ने एम्बुलेन्स गर्नु पऱ्यो नभए त हाम्रो गाउँमा के पाइन्छ ट्याक्सी पाइन्छ ट्याक्सीमा हाल्नु पनि लानु पर्छ अब यदि झगडाएपछि कतै यसको सासै त फेरेको छैन नफेरेको छैन भने जाँच्नु सास जाँच्नु पऱ्यो सास जाँदा हामीले के बनाएको थियौँ भाइ मार्ग गुना गर्ने हो भाइ मार्ग गुना के बनाएको थियौँ हेडलाई दबाउने जिउलाई उडाउने त्यसरी बनाउने अनि यसरी जाँच्ने जाँच्दा लुक भिजन फिल है हेर्ने अनि के गर्ने सुन्ने अनि अनुभव गर्ने भनेको लुक भनेको हेर्ने यो तल यो तलमाथि गरेको छैन भिजन भनेको ध्यान गरेको छैन फिल भनेको तातो हावा आएको छ कि भने यति चाहिँ हामी यहाँ गर्छौँ अहिलेको स्टेपमा चाहिँ हामी यति नै गर्छौँ ठिक छ ल थ्याङ्क यू ल अब तपाईँ 2 जना जोडी मिलेर यो काम होइन 2 जना जोडी 2 जोडी 2 जोडी 2 भएर जोडी कसरी त्यो हुन्छ बढी छ दोस्रो संक्रमणबाट जोगिनु पर्यो हो आगो खेलेपछि भन्ने बारेमा अब फेरि चाहिँ विषय वस्तुमै अगाडि बढ्छ भनेर अलिकति ढिलो भएको बचाएर ए बाबु ठिक छ भने हजुर ठिक छ भने साथी आउनु पऱ्यो
तिमी कन्टिन्यू गर न तिमी आफ्नो भएर तिनजनाले तिनजना साथीमा तपाईँको जोडीमा तपाईँको जोडीमा तपाईँको जोडी गई ल सुरु गर्छ मूल्याङ्कन पनि हुन्छ यसको प्राक्टिकल नम्बर आउने यहीँबाट ल सुरु गर्छ नमस्कार सबैलाई सबै टाउको भन्नु सुरुमा के गर्ने नमस्कार म प्राथमिक उपचार स्वयं सेवक के म सहयोग गर्न सक्छु भन्नु पर्यो वरिपरि पहिला घुम्नु पर्यो घुमाउनु भएन घुम्नु भनेको के हो भने केही चिज छ कि छैन खतरा हेर्ने हो है खतरा चिज केही छ भने हटाइदिनुपर्छ केही छैन आउनु आउनु यता आउनु यता घुमेर घुमेर आउनु आउनु लाग्यो ल अब के गर्ने अनुमति दिने नमस्कार प्राथमिक उपचारको स्वयंसेवक के म तपाईँको बिरामीको सहयोग गर्न सक्छु अनुमति बिना यो अनुमति दिन सक्छु ओके ल अनुमति छ ल गर्नुहोस् यता आउनुहोस् हेर्नु बाबु होइन पहिला बोलाउने पहिला बोलाउनु नाम के छ रोशनी दावाले रोशनी ए रोशनी भन्नु तिनचोटि ओके डबल सेवन हल्का गर्ने ओके यसरी गर्नु बोला 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 दिदी भन उठेर उठेर बोला दिदी हो नमस्ते बोलाउनु त बोलायो त्यो कुममा चाहिँ अब उसको त्यो चान्स छैन सुनै तपाईँले बोलाउँदाखेरि कसरी हेलो सबैजना सुन है बोलाउँदाखेरि चाहिँ कसो हो भने पहिला दिदी भनेर डाँडा बोलाउनु छ अनि नजिक गएर दिदी अनि दिदी भनेर भन्नु पर्यो क्या पहिला डाँडैबाट बोलाउँदै गइन्छ अनि अलिक उता गइन्छ अनि कान्दै गएर हो त्यसो भने ल अब आउने तिनचोटि हजुर सास छ कि छैन भने पनि थाहा पाउनु पर्यो सास छैन भने थाहा छैन नि त अहिले बोलेर बेहोसमा छ कि भन्ने थाहा पाउनु पर्यो सास भएको नभएको अब थाहा पाइन्छ नि ल अब के गर्ने म थप उपचार गर्छु तपाईँले एक पैसा हल गर्नु भन्नु पर्यो कसैलाई यता उहाँलाई गाईमा खुला गर्ने है गाईमा खुला गरेर ठ्याक्क कुमेर बस्ने आफ्नो हात यहाँ टेक्ने भुइँमा टेक्ने बिरामा यहाँ लाने अनि चुला यसरी खोल्ने है यसरी गर्ने भेरी गुड उतातिर छातीले फर्काउने हात तलमाथि गरेको छैन पेट तलमाथि गरेको छैन भेरी गुड सास फेर्नु थाहा भयो थाहा पाउनुभयो अब नाडी राख्ने यहाँ नाडी राख्ने भनेर कहाँ भने यहाँ यहाँनिर उतापट्टि अब सुन्नुहोस् है कहिलेकाहीँ जस्तो हाम्रो युट्युबर्सहरू हुन्छ नि यहाँ ठिक छ ल ओके गुड ल चेन्ज प्राथमिक उपचार हजुरको उपचार गर्न सक्छु ओके सक्नुहोस् ल वरिपरि घुम्नुहोस् त कोही खतरा छ कि छैन हेर्नु पर्यो खतरा छ कि छैन हेर्नु पर्यो अब यताबाट बोलिदिनु बहिनी भन्नु यो कहिलेकाहीँ कस्तो हुन्छ भने उयो अनुसार विचार गर्नुपर्छ मान्छेले झपड लगाइदिन्छ क्या अथवा अन्टी भन्यो भने रिस उठ्दैन त्यस्तै हो यसो अनुहार हेर्ने उसको अनुहार आफ्नो सानो छ भने बहिनी भन्नु पऱ्यो अलिक ठुलो छ भने दिदी भन्नु पऱ्यो अनि बिहा गरेको अलिक आमा छ भने अन्टी भन्नु पऱ्यो यस्तो कुरा जान्नुपर्छ नाम छ भने साथी छ भने तपाईँको स्कुलमा त नामै थाहा हुन्छ नि त सन्ध्या भन्नु ल ओके तिनचोटि गर्नुभयो अब बाइकबाट खुला गर्नुहोस् बाइकबाट खुला गर्नुहोस् ओके तपाईँलाई अप्ठ्यारो भयो अनि थाहा पाउनुभयो अब जाँच्नुहोस् त थाहा भयो ल ओके ल अहिले पहिले ल अर्कै
भेरी गुड चुलो उठाउने र सास हाल्ने दाजु कहाँ दाजु तिमी आउँदै अनि नानी यता होइन आफैतिर भनेको होइन मैले आफैतिर राख्ने यसरी है त ल भेरी गुड ठिक छ भाइ बहिनीको राम्रो छ ल ल चेन्ज जहिले पनि जो नारी जाँदाखेरि चाहिँ यो बुढी मुलाले होइन है यो दुईटा मुलाले गर्छ ल चेन्ज ल ल सुरु गर पहिला आएको साथी होइन पहिला नमस्ते सुरु गर्ने वरिपरि घुम्ने ल परिचय पनि घुम्ने हो के यो सहयोग गर्न सक्छु घुमेर उता 45 तिर जानुहोस् घुमेर 45 तिर जानुहोस् हो 45 तिर बोलाउँदै आउनुहोस् ल मैले बोलाउनु भने के गर्नु साथीहरु त सबै भन्नु पर्यो नि कुन चाहिँ भन्नु पर्यो साथी मैले सुने हैन उले भने अनि साथीहरु सबै बोलेर आउनु साथी अनि आउनु साथी हुन्छ त्यही पोजिसनमा बसेर के गर्ने लुक लिसन फिल घाइतेको नाक र मुखमाथि 2 इन्च जति चाहिँ माथि कान सजिलो लाने घाइतेले चाहिँ सास फेरिरहेको छैन गर्मले आशा कि उसको चाहिँ छातीको चाहिँ मुटु र फोक्सो चाहिँ चलेको नचलेको तलमाथि गइरहेको छ त्यो यति मात्रै होइन ल फेरि अगाडिबाट कसरी गर्ने भने गर्छ हामीले यति सिकेछौँ ल सरल बस्दाखेरि घुँडा मारेर भने खाइखान जानेलाई हुन्छ है फेरि सबको आनन्दले ढुक्क चाहिँ घाइतेलाई जाँच गर्ने फर्स्ट एड गर्ने मान्छे शान्त हुनुपर्छ धैर्य हुनुपर्छ आफू चाहिँ ढुक्क भएर चाहिँ आत्मविश्वासका साथ काम गर्नुपर्छ है त ल साँच्चै रेडक्रस कर्मीले जस्तै काम गर्ने ल त ल अलि बाबु अलि साइडमा कसिएका अलि यसरी साइडमा आविष्कार आवाज दिनु भएन अब नजिकै घुँडा टेकेर गर्नु कुम्मरहरू गर्नु दुईपल्ट आविष्कार होइन टाउकोतिरको हातको कुइना टेक्नुहोस् आरामले कुइना टेक्नुहोस् भने अनि निधारमाथि आफ्नो हात ड्याममा राख्नुहोस् अनि भाइबाट खोल्नुहोस्
मुखभित्र केही अड्केको छ कि जिब्रो लोडी गरेर चाहिँ गएको छ कि हेर्नुहोस्, केही छैन भने छ भने हेर्नुहोस्, छैन भने ठिक छ, त्यति हेर्छु पुग्यो। त्यसपछि त्यो फेरि बेहोस भएको मान्छे टोक्न सक्छ, खास गर्नुपर्छ होइन। अब लुक लिसन फिल कसरी घाइतेको नाक र मुखमाथि 2 इन्च जति माथि आफ्नो कान राख्नुहोस्, ट्याक्क सजिलोसँग बस्नुहोस्। मनभरि छाती हेर्दै काउन्ट गर्नुहोस्, 1 2 3 4 गर्दै कम्ती पनि 10 सम्म जानुहोस्। तपाईँ घाइते साथी हेर्ने यो 10 पटक के छ, ठिक छ, सास फेरेको छ, छैन भने हामी सिपिआर दिन्छौँ, त्यो पछिल्लो सेसनमा दिन्छौँ। त्यसपछि अब के प्राथमिक उपचार गर्नुपर्ने हो त्यो अनुसार गर्छौँ है। यो 10 पटक हामीले किन काउन्ट गर्नुहोस् भनेको भने एउटा वयस्क स्वस्थ मान्छेले 1 मिनटमा 12 देखि 20 पटक सास फेर्छ होइन। 12 पंचे 60, 1 सेकेन्डमा कम्तीमा 5 सेकेन्डमा कम्तीमा 1 पटक सास लिन सक्छ। 10 सेकेन्डसम्म हामीले काउन्ट गर्दा उसले 2 पटक सास लिएर फाल्ने समय हो। त्यो कारणले त्यसरी हेर्छ, 10 काउन्ट गर्छ है त। ठिक छ, क्लियर? फेरि गर्नुपर्छ, साटिनुपर्छ, नसाटिनु छ ल, साटिनु। सेफ्टी फर्स्ट, आफ्नो सुरक्षा। अनुमति दिनुहोस्, परिचय दिनुहोस्, अनुमति दिनुहोस्, घटनास्थल गर्छु आफ्नो सुरक्षा। तालिम प्राप्त स्वयं सेवा अलि साइडमा गर्नु, अलि साइडमा घुम्नेहरूको त्यहाँ केही खतरा छ भने हटाउनुहोस्। घुम्ने भनेको त्यो घुम्ने भनेको अर्थ चाहिँ वरिपरि केही घटनास्थलको वरिपरि केही खतराहरू छ भने हटाउनुहोस् भन्नु खोज्छ होइन। ल, त्यसपछि नजिकै आएर साइडमा आएर बोलाउनु, टाउकोतिर बसेर होइन, टाउकोतिर बसेर होइन, अलि बसेर अलि फ्री अलि सजिलो डक्टर 2 पटक फिल गर्नु आएको छ। यो आँखाले उहाँको चाहिँ मुटु फोक्सो चलाइरहेको छ, छाती तलमाथि सही नै हेर्नुहोस् हो। कति परिचय दिनु अथवा उहाँले मलाई चिन्नुहुन्छ, मैले उहाँलाई चिन्छु, व्यक्तिगत रूपमा चिनेको हुनसक्छ। मसँग त्यो स्किल छ कि छैन भने त उहाँलाई थाहा नहुन सक्छ अथवा मलाई थाहा नहुन सक्छ। त्यस कारण त्यसको चिनेकै मान्छेलाई भयो भने आफ्नो परिचय दिनु पऱ्यो होइन। मसँग यो सिप छ, म तपाईँलाई सहयोग गर्छु भन्नु। कसैले मलाई पर्दैन नगर्नुहोस् भन्यो भने जबरजस्ती गर्ने होइन। त्यो हुन्छ सक्नुहुन्छ भन्यो भने पर्दा चाहिँ अब उसले बेहोसै छ उत्तरै दिन सक्दैन भने पनि उसले सुन्नु भएको छ भन्ने मान्यता राखेर कहाँ गर्नु हो। त्यसपछि घाइतेलाई चाहिँ बोलाउने, प्रतिक्रिया दिएर घर चुक्याउने, एम्बुलेन्स चाहिएला, स्ट्रेचर चाहिएला, अरू सहयोग गर्ने स्वयंसेवकहरू भलिन्टियरहरू चाहिएला, हार गुहार लाने, सहयोगको लागि गुहार लाने र आफूले चाहिँ घाइतेलाई चाहिँ प्राथमिक उपचारको चाहिँ प्रक्रियामा जाने। अति ठुलो रक्तस्राव भएको अवस्थामा कसरी प्राथमिक उपचार गर्ने भन्ने बारेमा सिक्दैछौँ। ठुलो रक्तस्राव भनेको कस्तो भने कहिले पनि हात छुट्टिन सक्छ, ठुलो रगत आउन सक्छ। जस्तै थोरै चक्कुले काटेर रगत आएको होइन, यो ठुलो खालको रगत आयो भने त्यो अवस्थामा हामी कसरी पुष्टि गर्ने भनेर गर्दैछौँ। उहाँ चाहिँ घाइते हुनुहुन्छ, यो हुनुको 15 कुरा भन्नाले घाइते घाइते हुनुहुन्छ। घाइते भइसकेपछि हामीले के बनाएको थियौँ, यहाँ के अरे परिचय दिने अनुमति लिने भनेको थियौँ। तर यहाँ अब हामीले परिचय दिने अनुमति लिनेमा त्यो धेरै चाहिँ यहाँ चाहिँ के गर्दैनौँ, समय बर्बाद गर्दैनौँ। पहिला के भन्छौँ, ओहो तपाईँको यहाँ रगत बगेको छ, यहाँ च्याप्नुहोस् त, च्याप्नुहोस् त, अलि च्याप्नु पार्नुहोस् न, अलि च्याप्नु यस्तो माथि गर्नुहोस् है। नमस्कार, म नवराज भण्डारी, म प्राथमिक उपचार स्वयंसेवक, के तपाईँलाई चाहिँ म सहयोग गर्न सक्छु भन्ने बल्ल उसलाई च्याप्नु लाउने। भनिसकेको भएको छ, हो घुमाए जस्तो छ, क्या सुत्नुहोस् न, आउनुहोस् त, घरलाई सुताउनु, सुत्नुहोस् त, अलिक अप्ठ्यारो भएको जस्तो भयो, पल्टिनुहोस् हजुर, पल्टिनुहोस् मलाई पल्टाउने छ, अब सुताएर गर्ने, किन भन्दा सुतायो भने घुमाउँदैन त्यो बेलामा। अनि हात आफ्नो खुट्टोमा हेमाथि राख्ने है त, हेमाथि राख्ने। त्यसपछि अब के गर्ने, हामी त्रिकोणपट्टि, यो त्रिकोणपट्टिको सहायताले यहाँ बाँध्ने है त। नातिनु छ र तपाईँ सम्झाउनुहोस् त बहिनी मलाई, यसो तपाईँले अब गर्नु अब यहाँ हेर्नु मेरो कुरा, यो बाँध्दाखेरि यो बाँध्दाखेरि फियो र पेटमा बाँध्ने, के बाँध्ने, फिगो र पेट, तल र माथि गएर बाँधेको छु मैले है, फिगो र पेटमा बाँध्ने है त। नातिनु है, हामीले एम्बुलेन्सलाई खबर गरेका छौँ, एम्बुलेन्स आउँदैछ, जान्छौँ है। अलि रगत मात्रै रोकेको है हामीले भन्ने,
यदि एम्बुलेन्स आएन भने ज्ञानै नि किन आउँछ एउटा ताउनु पर्यो हैन तिमीलाई बोलाएर ताउनु पर्यो अब ट्याक्सीमा बिल गर्ने सुन्नुहोस् है यति गर्दा पनि अझ के भयो रगत अझै बग्यो भने अर्कोपट्टि पनि थप्न सक्छ हामी थपपट्टि बाँध्ने तर ठिकै छ यसले पनि यो हामीसँग यस्तो खालको रोलोपट्टि रहन्छ भने हामी स्थानीय सुरक्षा साधन प्रयोग गर्ने हो नि त अनि यस्तो खालको पेन्डिङ रहन्छ भने फेरि के गर्ने यसले यो बान्दाखेरि पनि फिगर पेटमा तल गर्ने फिगर पेट अनि कहाँ माथि तलमाथि गर्छ फिगर पेटमा गरेको है मैले हेर्छ है यहाँ तल माथि प्रेस पनि हुनु पर्यो क्या अनि उहाँलाई नातिनु है फोन नम्बर राखेको बाबाको फोन नम्बर छ दिनुहोस् त उहाँको फोन नम्बर फोन गरिदिनु त उहाँको कुरा सुन्नु पर्यो अर्को कुरा सुन्नु के भन्नुहुन्छ अनि उहाँको नम्बर के गर्नु पर्यो बाबालाई कता भन्नु त भन्नु के भन्नुहुन्छ अब यहाँ केही क्लिप छ भने लाउने हेर्नुहोस् है केही क्लिप छ भने लाउने त्यसपछि यसलाई यहाँ माथि राख्नु है त यति गर्दा गर्दै उहाँ छोपमा जान सक्नुहुन्छ हामी छोप भने के भनेको थियौँ अक्सिजनयुक्त रगतको प्रवाहको कमीको कारणले गर्दा मस्तिष्कमा चाहिँ अक्सिजनयुक्त रगत गएन भने कम भयो भने के हुन्छ छोपमा जान्छ सक्समा जान्छ त्यस्तो अवस्थामा चाहिँ उसलाई के गर्नु पर्यो अनि यस्तै अवस्थामा राख्ने त्यसपछि खुट्टा सिधा बनाइदिने है त सिधा बनाइदिने अनि चाहिँ होइन है के अरे बाहिर मारा खुला गरिदिने बाहिर मारा खुला गर्ने कताको कम्बल ल्याउँछ कम्बल खै कताको तेह्र अवस्था कम्बल ल्याउँछ कम्बल ल्याउँछ भित्र चोटपटक लाग्छ अब के गर्ने त्यसै उठ्नु अनि के गर्ने होला त्यो न्यानो बनाएर न्यानो गरेर छोप्ने पर्छ है गर्दाखेरि के गर्ने गराएको काम तिमीले अनि म अनि काम गर्ने ल अनि के गर्ने यसलाई एकदमै एयर टाइट गर्ने हेर ल अनि के गर्ने बाइकबाट खुला गर्ने यसरी गरेर हामीले के राख्ने बाइकबाट खुला राख्यो यस्तै अवस्थामा हामी कहाँ आउनुपर्छ अस्पताल है त यसरी हामी कहाँ ठिक छ अहिले पनि यसरी लिने है उयो भातगल टोपी जस्तो बनाएर लिने क्या यस्तो बनाउनु लिने घुप्टो पार्नु लिने उत्ताउनु पार्ने जहिले पनि उत्ताउनु पारेर मात्रै है ल यसरी उत्ताउनु पार्ने कस्तो गर्यो गर्ने भन्दा धेरै बोल्नु सुतेको मान्छे पनि उठ्ने हो सन्चो भयो अब हेर है यहाँ पट्टीमा समाधान माथि भने ल अब यो पट्टी छ यो चिप्लो पट्टी भनेको ट्याङ्गुलर ब्यान्डेज भयो होइन एउटा बराबर खालको चाहिँ कपडालाई चाहिँ बिचबाट काटिदियो भने यस्तो ब्यान्डेज बन्छ हो अब यो पटाउनलाई चाहिँ दुई तिनवटा तरिका छ एउटा चाहिँ सामान्य अब नर्मल तरकारी यसरी फरफर गर्ने पटाउँछन् अब यो पटाउनु भनेको यो चाहिँ अब नर्मल रूपमा छिटो गर्नलाई बराबर गर्नलाई पनि भयो उनलाई तर एउटा सिस्टमले पटाउनु पर्छ हामी तालिम लिएको मान्छेले गर्दा नमस्ते विधिबाट पटाउने भनिन्छ यो ट्रायङ्गुलर ब्यान्डेजको छोटो टुङ्गो छ नि छोटो टुङ्गो चाहिँ एउटा लिने यतापट्टि त्यसको चाहिँ उनीको बराबर बिचबाट भाग्ने क्या बिचबाट चाहिँ भाग्ने है होइन हेरोस् त्यसपछि नमस्ते गर्ने यसरी आफू नमस्ते गर्ने नमस्ते गर अनि भित्रको एउटा टुङ्गो चाहिँ के गर्ने फर्काउने होइन अनि फेरि त्यही विधि अपनाउने नमस्ते गर्ने फर्काउने त नमस्ते गर्ने यो जत्रो पनि बनाउन सकिन्छ यो गर्दाखेरि चिट्टीको राम्रो भयो क्या यो ठ्याक्कै राम्रो भयो अब यसरी चाहिँ हामी के गर्न सक्छौँ बाँध्न सक्छौँ यसलाई अरू भोलि कहाँ कहाँ प्रयोग गर्ने भन्ने बारेमा गर्छौँ अब अहिले जस्तै घाउ सुन्नुहोस् अहिलेको घाउमा सुरु गर्दाखेरि छेउबाट सुरु गर्ने है अहिले हामीले सुरु गर्दाखेरि घाउबाट सुरु गर्दाखेरि है यता नै पाउ घाउबाट सुरु गर्दाखेरि हामीले
यहाँबाट सुरु गर्दा हामीले के गर्नु पर्यो यो बिचबाट सुरु गरेर भने हामीले बाँधेको थियो नि त है त्यसरी बिचबाट बाँधेर सुरु गरेर फिगर अफ एटमा बाँध्ने भनेको तल माथि दुवै तल लाउने अनि दुवै माथि ल्याउने यसरी फिगर अफ एटमा बाँध्ने के ठिक छ ल सुरु अनि यो त फरक छ